हेलो गुड आफ्टरनुन एभ्रिवान। सो आज चाहिँ म के बोकेर जाँदैछु टोकोमा भन्दाखेरि चाहिँ मल है। सो यो मल चाहिँ के को लागि भन्दा चाहिँ लसुनको लागि। सो यहाँ पर घुप्टाएँ मैले चाहिँ मल है। अनि यो मल चाहिँ के को हो भन्दा चाहिँ यो चाहिँ बाख्राको मल हो। सो यो चाहिँ लास्ट इयर राखेको त्यो स्टक गरेर सो यो चाहिँ एकदमै राम्रो हुन्छ लसुनको लागि। सो म र काकी छौँ है। आज चाहिँ हाम्रो ड्युटी यही हो। यो जम्मै खनेर चाहिँ ड्याङ बनाउनुपर्छ। यो तल चाहिँ काकीले रोप्नु भएको हो नि त लसुन। सो यहाँ काकीले देखाउनु हुँदैछ हो। अन्त म र काकीले चाहिँ स्टार्ट गऱ्यौँ है खन्नु। मैले चाहिँ कोदालोले, काकीले चाहिँ काँटाले है। सो यसरी सबै लेबल एकै लेबल मिलाउनु पर्छ नि त। यो चाहिँ मसिनले जोतिदिनु भएको थियो बाबाले। सो हामीले चाहिँ यहाँनिर लेबल मिलाउँदैछ है। अन्त काकीलाई कोदालो दिएँ, मैले चाहिँ काँटाले फेरि खन्नु थालेँ है। अन्त अब यो पालिको लसुन त सक्यो है। सो लास्ट अब आउने इयरको लागि चाहिँ लसुन अब अहिले नै यतिखेरै हो नि त रोप्ने बेला। सो हामी चाहिँ दामादाम खन्नु थाल्यो है। अन्त यहाँनिर हाम्रो काकीले चाहिँ ड्याङ मजाले बनाउनु हुन्छ नि त। सो काकीले चाहिँ ड्याङ बनाउनु स्टार्ट गर्यो। अनि म चाहिँ अब ड्याङ बनाइदिएकोमा चाहिँ गएर चाहिँ मजाले यतिवटा बनाउनु भएको छ। मजाले यसरी खन्दै यसमा चाहिँ ढुङ्गा झारहरू है यसरी छान्नुपर्छ नि त। अन्त यसले छानेन भने चाहिँ फेरि झारहरू पलाइहाल्छ। सो यसरी छान्दै मजाले मिलाउँदै लेबलहरू सबै मिलाउनुपर्छ, ढुङ्गाहरू केलाउँदै है। नभए भने चाहिँ राम्रो अब बिउहरू राम्रो तल जाँदैन नि त जरा। सो यहाँनिर मल बेला पार्दै अब यो बोलमा हालेर चाहिँ यहाँ काकीले खनाउनु हुँदैछ मजाले बोलमा। अन्त बोलमा यसरी लगाएर चाहिँ यसरी ड्याङ माथिबाट बनाएकोमा चाहिँ यसरी छर्नुपर्छ है। अन्त यसलाई चाहिँ फेरि माटो र मल मिक्स गरेर मजाले चाहिँ यसलाई चाहिँ मजाले यसरी केलाउँदै मजाले मिक्स गर्नुपर्छ नि त। त्यहाँदेखि मजाले यसलाई फेरि लेबलमा बनाउनुपर्छ है। यसरी मिक्स गरेपछि चाहिँ लेबलमा लगाउनुपर्छ। सो म र काकी चाहिँ बट्टाबट गर्दैछ है। सो हामीले फाइनली सक्यौँ है ड्याङ मल सल लगाएर। सो यहाँ काकीले चाहिँ अलिकति उफ्रेको थियो भेला पार्नु हुँदैछ। यो चाहिँ अहिले थ्याङ्क यू फर वाचिङ।